वेलकम नमस्ते अन म फेरि आइसकेको छु नयाँ भिडियोको साथ। म घाँस काट्ने हो राय घाँस काट्ने पानी पऱ्यो फेरि यार। यहाँ चाहिँ मेसिन राखेँ मैले होइन, यही मेसिनले काट्ने। जब पानी पऱ्यो नि त भात खान जाने बेला भयो काट्यो यति वहाँसम्म, यो यति छ वहाँसम्म काट्यो। म जान्छु हिँडेर है। मैले भनेको थिएँ नि होइन, काम भनेको के हो, के गर्नुपर्छ कहिले के भन्दै थिएँ नि होइन। आज चाहिँ घाँस काट्नेलाई मैले भन्थेँ घाँस काटेको भिडियो पनि म ल्याउँछु होइन है। आज चाहिँ घाँस काट्ने आएँ होइन। ठिक छ, अब यस्तै हो। अब फेरि आज र भोलि घाँस काटिन्छ होला, त्यसपछि फेरि के गर्नुपर्छ आई डोन्ट नो, थाहा छैन। इन्चार्जले के काम लगाइदिन्छ है, कहाँ लगाइदिन्छ भनेर यस्तो छ है। त्यही हो गाइस, काम भने सानो ठुलो हुन्न, मनी हुनु पर्यो। त्यति हो, त्यही पनि यहाँ त काम भनेको के हो यस्तो क्या काम भनेको। कालै काम पर्यो। यो चाहिँ हाम्रो यो घाँस काट्यो भने यो सोलर हो नि त, यो सोलर हो नि त, के भन्छ अरे यो यति धेरै सोलर हो नि, यो लाइन जान्छ अनि यो हो नि त झ्याप्प छ के। अनि यो घाँसहरू फेरि यो मुनिको नि सबै काट्ने हो होइन। उताबाट काट्दै आएको छ, यो मुनिको सबै काट्ने क्या। किनकि यो तल घाँस चाहिँ राख्नु हुन्न अरे क्या, यो तातो आउन होला नि त है। त्यही भएर यता एउटा बुढा बनाउँदैछ मेसिन, के भइसक्यो नि यो यति ज्यान गलाउँछ यसको भाइब्रेसनले, हातले हिँड्दा त हामी हिँड्ने गाडीहरू त कस्तो गाडीमा हिँड्छन् कुन्नी, हामी त यस्तो गाडीमा हिँड्छौँ है। यस्तो हुन् सो यस्तो गाडीमा इमान्दार हुनु पर्यो नि त होइन, इमान्दार हुनु पर्यो नि त है। बोसहरू फेरि गाडी पठाइन्छ नि त हामीलाई, यस्तो गाडी पठाइन्छ नि त। रेन्डिङ गरेर कहाँ जा लिएर जा, अहिले आउँदा सजिलो हुन्छ, पठाइन्छ नि त होइन। यस्तो गाडी इमान्दारी हुनु पर्यो नि त। चाउलहरू ल्याउनु सक्नु पर्यो बोसलाई, त्यसै पाउँछ त्यसै पाउँछ होइन। यत्रो लाखौँको गाडी दिन्छ, 8 चक्के हो, 4वटा पछाडि 2टा उता 2टा 4 8 चक्के हो नि। हाइवेमा गाडी गुडिरहेछ। यो बुढाले चाहिँ मेसिन बिगारेछ, बनाउँदै भेरेर। के भयो बुढा? के भयो? ओके भन्छ। अब त्यही त हो नि, म नेपालीबाट सोधिदिन्छु, उनीहरू ओके गरेपछि म नि ओके। अनि भाषा जानेपछि त्यस्तो हुन्छ नि त है। यो काम भनेको चाहिँ सानो ठुलो नहुँदो रहेछ। के कामको लागि भन्दा है, के काम गरिरहेको यहाँ माछा मार्ने होला, क्राउन्स भन्दै हान्थ्यो होला, के सोच्यो भने
कम्पनीभित्रै होला है, कम्पनीभित्र त्यसरी आएको। अब पोखरी फर्म भए पनि अब फ्राउन भने सुकाएको चाहिँ प्याकिङ गर्ने होला यो भनेर त्यो सोचेर आएको। कम्पनीभित्रै होला होइन, होला प्याकिङ गर्ने प्लास्टिकमा पका भनेर त्यो सोचेर आएको। अब आयो त लास्ट टाइम यस्तो यस्तो पोखरीमा डराइमा यस्तो पोखरी पो रहेछ। यसरी आज त घाम लागेन नि त, पानी पऱ्यो बाहिर रहेछ, घाम लाग्यो नि पानी पऱ्यो नि, माछा तान्नेको बेला त घाम पानी भन्नु पाउँदैन। पानी फेरि यति नमिठो आइदिन्छ ननस्टप हो। अब अहिले 1 हप्तासम्म हिजो र आज भयो, हिजोदेखि झरिहालेको। अहिले दिउँसो आउँछ अब उताबाट कहाँ हुँदै यहाँ फेरि झरी त परेको परे ननस्टप हानेसित हानेको हामी। घाम लागेपछि त्यस्तै यो ट्यार ट्यार हान्छ। केटाहरू घाम लागेर त एकछिन टोपी लगाएन भने त पुरा डढाइन्छ। टोपी लाउने हुन्छ नि, स्क्याप के हुन्छ लाउनु, सेफ्टी चस्मा लाउनु, त्यो गऱ्यो भने चाहिँ अलिकति मेरो मासुम चेहरा जोगिन्छ है। नत्र भने त बेलुका हेर्यो भने त कालो रातोबाट नि कस्तो हुन्छ डढेर त्यस्तो हुन्छ।